हेलो गाइस, आज चाहिँ हामी छुट्टीमा दिदीकोमा गएको हो रम्फू। अन्त साथीकोबाट ब्लग बनाउनु भन्दै थियो र मेरो यता साथीले चाहिँ गाडी कुदाउने हो। अन्त वेदर एकदम बगाल भएको छ, आज राम्रो भएको छ हो। तपाईँहरू पनि मजा गर्नुहुन्थ्यो होला आज आइतबारको दिन। अन्त गीत चाहिँ एकदम इमोसनल बज्दैछ हो। अहिले चाहिँ हामी भर्खरै निक्लेको गान्तोकबाट रम्फू गएको जानु चाहिँ। मैले चाहिँ दाजुको आज गाडी मागेर गएको, साथी र म हो। दाजुले बिचरा टेन्सन भयो होला, आज टेन्सन मान्दै थियो बिचरा, केटाहरू ठोकाउँछ भनेर। होसियारले जानुपर्छ, पूजा गर्नुपर्छ हो। सबैजनाको दिन राम्रो बितोस्। अन्त अब तेल हाल्नुपर्ने छ तल गएर ग्यारेजमा हो। तेल चाहिँ फुल ट्याङ्की। हामी चाहिँ रानीपुल क्रस भयो साथी हो। अब यहाँबाट तेल हाल्नुपर्छ, तेल हालेर जानुपर्छ। तेल छैन रहेछ गाडीमा हो। बिस्तारै समर पनि स्टार्ट हुँदै रहेछ साथी हो। म गरम भएर भेस्ट मात्रै लगाएर हिँड्दैछु है। यहाँ लाउनुपर्छ। हामी यहाँ पेट्रोल पम्प पुग्यो हो। अब यहाँ चाहिँ हामी तेल हाल्छौँ। भयो ए लस, हामीले तेल हालिसक्यो हो गाइस। अब यहाँबाट निक्लिनुपर्छ। हुन्छ, धन्यवाद तपाईँलाई। ओके, सो हामी अब जाँदैछ यहाँबाट हो। गाइस हामी चाहिँ कुखुराबेट्टा जग्गा पुग्छ भयो भर्खर हो। अब तपाईँहरूलाई एकदम एउटा फेमस जग्गा देखाउनु गइरहेको छु। यहाँ परनिर त्यहाँनिर चाहिँ वर्षैभरि मकै पाउँछ है। तपाईँहरू सायद सिक्किमको हुनुहुन्छ भने खानु पनि भएको होला। बरदाङ के भन्छ त्यो जग्गाको नाम चाहिँ हो। यहाँ चाहिँ अलिक टेन्सन खालको टर्निङ छ हो। यहाँ चाहिँ टेन्सन लाग्दो टर्निङ छ, डरलाग्दो भिड छ कि होइन। यहाँ चाहिँ होसियारले हिँड्नुपर्छ हो। अन्त यो ओह्रालो मेरो एकजना पेसेन्टको घर पुग्नु आँट्यो हामी। मलाई एकदम माया गर्ने एकजना पेसेन्ट हुनुहुन्छ हो। उहाँको नाम चाहिँ भन्दिनँ। उहाँको घर चाहिँ यतैनिर हो, यहीँनिर हो यहाँबाट। यता चाहिँ तपाईँहरूलाई म देखाउने चाहिँ एकदमै फेमस जग्गा, जुन चाहिँ मान्छेहरूले एकदम मकै बेच्छ नि। यतानिर चाहिँ वर्षैभरि मकै बेच्छ हो। कलिलो मकै पोलेर दिन्छ। तपाईँहरू पनि खानु मन पर्दा आउँदा भयो यता यो जग्गामा। बरदाङ भन्छ यो जग्गालाई चाहिँ साथी। 32 माइल पुग्यो हो। यहाँबाट चाहिँ रियाब सेन्टर छ। यहाँबाट जो बेसी खट्टु खाएर बेहोरा देखाउँछ उनीहरूले यहाँ हाल्नुपर्छ हो। यहाँनिर खोला गाइस, यो चाहिँ मैलाहरू फ्याँक्ने जग्गा पुग्यो हामी हो। एकदम गनाउँछ रहेछ। हामीले यहाँ सिसा बन्द गरेर हिँड्दैछ। यहाँ चाहिँ सिसा खोल्यो भने चाहिँ अब नाक हात आउने जस्तो गरम हुन्छ हो, गनाउँछ हो। अन्त यो चाहिँ 32 माइल काट्यो हामी। गाइस सिङताम भर्खरै क्रस गऱ्यो हामीले हो। भर्खरै भन्दा पनि सिङताम भित्रै छ। यहाँ टाटाले हामीलाई बाटै छोडेको छैन अघिदेखि हो। साइड दिएला जस्तो पनि गर्छ, फेरि बाटो छिकिहाल्छ हो। उसले पो उल्टा ओभरटेक गर्दैछ। अब चाहिँ फाइनल्ली गाइस हामी यहाँनिर उता अब चाहिँ हामी रम्फू मामरिङ हाम्रो दिदीको घरपट्टि जाँदैछ हो। अलमोस्ट पुग्नु आँटेको। यहाँदेखि चाहिँ यहाँ चाहिँ झन्डै खोलाले अस्ति झन्डै यो पनि झन्डै छोएको रहेछ नि हो। त्यो फ्लड आउँदाखेरि हामी चाहिँ रम्फू बजार आएको थियो हो। यहाँनिर भ्यानाको घरको लागि सामान किनेर जाँदैछ। एकदम आज भिड रहेछ हो यहाँ हात लागेकोले गर्दा। गाइस हामी चाहिँ रम्फू पुगेर फर्किसक्यो है। अलमोस्ट अब गान्तोक पुग्न आँट्यो।